कहाँ थियौ तिमी रङ्गमा उठेपछि भेटे समयले जवानी लुटेपछि भेटे। नमस्कार। साँच्चीकै घर फर्क भन्ने उपन्यास चाहिँ मैले यो अवस्थामा भेटेँ र भर्खरै भेटेको उपन्यास। लेखक डाक्टर देवी छेत्री दुलाल हुनुहुँदो रहेछ। उहाँको प्रथम संस्करण 2073 रहेछ। त्यसै गरी समर्पण, जसले तिरस्कार गरेर पनि लेख्ने प्रेरणा छाडेर गयो, जसले तिरस्कार गरेर पनि लेख्ने प्रेरणा छाडेर गयो, जसले प्रेममा मारेर पनि देख्ने चेतना बाँडेर गयो, मेरो श्रम पसिना र आँसुले सिचित यो शब्द उपहार उसैलाई समर्पण भयो। हजुरहरूलाई चाहिँ यसभित्रको 119औं पेजमा पुग्दाखेरि चाहिँ एकदमै इन्ट्रेस्टिङ कुराहरू पाउनुहुनेछ। हाल्न त म यसको सबै भागहरू पनि हाल्नेछु। यसको 119औं पेजमा पुग्दाखेरि चाहिँ के पाउनुहुनेछ त भन्ने बारेमा चाहिँ म यहाँ वाचन गरेर सुनाउनेछु। हेर्दै गर्नुहोस् होला है त। घर फर्क डाक्टर देवी छेत्री दुलालले लेख्नुभएको 119औं पेजमा चाहिँ माछीमा राम्रो पोथी ज्यान, पन्छीमा राम्रो भाले ज्यान। अब यसभित्र के छ त भनेर म हजुरहरूलाई पढेर सुनाउन गइरहेको छु। कालुमान काभ्रेको दोलाल घाटमा पुगेको थियो। त्यो दिन भोटेकोसी किनारको सानो बजारको एउटा होटलमा बसिरहेको थियो ऊ। त्यो दिन स्थानीय माछाको सुप र लोकल चामलको भात खाने चाँजो मिलाएको थियो। कालुले होटल धनी थिइन्। याङ्जी तामाङ खाना पाकेको थिएन त्यतिन्जेल एक कप चिया पिउँदै नदीको सुसाई सुन्दै थियो। त्यति नै बेला हातमा डम्फु बोकेर एकजना डम्फुरे आएर याङ्जीको आँगनमा सेलो गाउँदै डम्फुको तालमा नाच्न थाले। यो सेलोलाई चाहिँ मैले मेरो आफ्नो भोइस हाल्न खोजेको छु। मिलेन भने पनि माफ गरिदिनु होला। माछीमा राम्रो पोथी ज्यान, पन्छीमा राम्रो भाले ज्यान, आम्मैले होइ आम्मैले डम्फुमा माथि चरी हेर, चरीलाई नहेर मोलाई हेर, रस्सीमा च्यामा छ्याइधुर्ब। डम्फुरेको सेलो चाखपूर्ण सुनिरहेको थियो। कालुमान डम्फु नाचको कायदा र तालको मेल रुचि साथ हेरिरहेको थियो। उसले बोकेको डम्फुमाथिको चराको स्वरूप उस्तै राम्रो, पन्छी चराको भाले जस्तो आफ्नै तालमा गाउँदै आँगन वरिपरि फिनिन्नी घुम्दै नाच्दै थियो। डम्फुरे दाजु भित्रबाट हातमा कुच्चो बोकेर झोक्किँदै निस्किनु भयो। याङ्जी र डम्फुरेलाई भन्न थालिन्, किराको थम्बा जत्रो तिक्रा छ, काम गरी खानुको दुःखले माग्नु आउँछ, लाज शरम छैन, छिटो जाइहाल नत्र खान्छ कुच्चोको डाँड। नाच्न छाडेर डम्फुरे बोल्यो, मैले के बिराएर हाम्रै तामाङ जात भाइको सेलो गायो, हाम्रै संस्कृति जात भाइलाई सुनाउँदै आयो। मन लागे 2-4 पैसा दान देऊ, नलागे हाम्रो राम्रो मुखले बोलिदेऊ। याङ्जी र डम्फुरेको विवादलाई सुनेर कालुमानले दुवैलाई सम्झाउँदै भन्यो, यस्तै हो दिदी संसार, भो नरिसाउनु, यता बसौ। डम्फुरे दाजु चिया पिउँ। दिदी मलाई थप अर्को कप चिया दिनु न। त्यसपछि याङ्जी दिदी होटलभित्र पसिन्। एकछिनपछि याङ्जीको छोरीले चिया ल्याइदिन्। चिया पिउँदै कालुमान डम्फुरेसँग गफ गर्न थाल्यो। गफमा डम्फुरेले कालुलाई पेटको दाग देखाउँदै भन्यो, यस्तो छ हजुर, यो ज्यानलाई मर्नुभन्दा आफ्नो सेलो जातभातलाई सुनाउँदै जानु राम्रो लागेर हिँडेको। के भएको थियो? कालुमानले सोध्यो। दलालले मृगौला चोरेर खाएको कसरी काममा लगाइदिन्छु भनेर लग्यो। भारत अस्पताल स्वास्थ्य जाँच्नुपर्छ भनेर लग्यो। पछि थाहा पाउँदा पेटको अपरेसन गर्नु पर्यो भन्यो। बुझ्दै लाँदा पो कुरा बुझियो। मेरो एउटा मृगौला निकालेर बेचेछ। त्यस्तै भयो हजुर। तपाईँको घर कहाँ हो? माथि पर्यो हजुर, शिवपुरी डाँडा। कति छन् बालबच्चा? 4 छोरी 2 छोरा र 1 जहान। कालु र डम्फुरेको बिचमा त्यत्तिको सम्वाद हुँदा दिदीले कालुलाई खाना बोलाइन्। कालुले सोध्यो, अर्को पनि खाना पुग्छ दिदी? पुग्छ। त्यसपछि कालुमान र डम्फुरे दाइले सँगै खाना खाए। खाना खाइसकेपछि डम्फुरे कालुमानसँग बिदा
मागेर आफ्नै धुनमा लागे। बजारको अर्को घरतिर लागे। उसरी नै डम्फु बजाउँदै कालुमानले दुवैजनाको खाना र चियाको पैसा तिर्यो। पैसा दिँदै याङची बोलिन्, फेरि मगन्तेलाई मासु भात खुवारा सक्छ सटे। जोइले माग्छ। डम्फु ट्याप ट्याप पार्दै काम गर्नु सक्दैन। स्वास्नी छोराछोरीलाई दल्छ। केहीले नपुगेर जिउ बेचेर खान्छ। फेरि कड्के आँखा लाउँछ। मेरो बुढा विदेशमा छ भनेर सर नभएको भात कुच्चोको डाँडै डाँटले हान्थ्यो। आज यस्तै हो दिदी, छाडिदिनुहोस्। उसको पनि व्यवस्थाले होला। ल है दिदी, म जान्छु। साह्रै मिठो खाना खुवाउनु भयो। हुन्छ हजुर, आउँदा जाँदा बाटो नकाट्नु। धन्यवाद। म यसको पार्ट 2 पनि लिएर आउनेछु। भिडियो स्किप नगरी हेरिदिनु होला।